नमस्कार सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, देश तथा विदेशमा छरेर बस्नुभएका लाखौँ युवा युवतीहरू, सेलिब्रेटीहरू। अहिले हुन लागेको चुनावमा निर्वाचन आयोगले अब चुनावको लागि तयारी गर्दैछ हैन। त्यसको लागि तपाईहरूले भोटको दुरुपयोग नगरिदिनु होला, किनभने तपाईको एक मतले यहाँ धेरै त्यसको इम्पोर्टेन्ट महत्त्वपूर्ण हुन्छ। लाखौँ युवाहरू देशमा रोजगार नपाएर अरूको देशमा 50 डिग्रीको घाममा 20-22 हजार तलबमा 30-35 हजार तलबमा काम गर्नु बाध्य भएको छ। जसको सरकार आए पनि, रविको सरकार आए पनि, बालेनको सरकार आए पनि, कुलमानको सरकार आए पनि, जसको सरकार आए पनि देशमा भएको युवाहरूलाई देशमै स्वरोजगार बनाऊ र उद्यमशील एउटा रोजगार दिउँ, देशमै टिकाउँ भन्ने एउटा उद्देश्यले तपाईहरू चुनाव जित्नु होला र जिताउनु होला। सम्पूर्ण दाजुबहिनी दिदीबहिनीहरू हैन, युवावर्गहरूले त्यसमा सपोर्ट गर्नु होला। चुनावी माहौलमा नेपालमा नबसिए पनि सम्पूर्ण आधी जस्तो पब्लिक चाहिँ आधी जस्तो मान्छेहरू विदेशमा छौँ, तर दुःख लाग्दो कुरो यो अब टाइममा जान पाइँदैन हैन, आफ्नो भोट प्रयोग गर्न युज गर्न पाउँदैन। राम्रोसँग तपाईँहरूले आफ्नो भोटको युटिलाइज गर्नुहोस्, किनभने पहिला रवि लामछानेको नेतृत्वमा नि उहाँले भन्नुभएको कुराहरू पनि अहिले त्यो खासै नियममा कानुनमा उल्लेखन भएन। उहाँले भन्नुभएको थियो प्रत्येक पोस्टरमा प्रत्येक भित्तामा चाहिँ युवाहरूलाई म विदेशबाट स्वदेश फर्काउँछु भन्ने एउटा मूल नाराको साथ उहाँहरू अगाडि बढ्नुभएको थियो, तर त्यो सक्सेस भएन। अब हजुरहरूले पैसाको पछि कहिले पनि नलाग्नु। जसले मान्छे चिनेर, जसले देश बनाउन खोज्छ, जसको एउटा भिजन छ, जसको एउटा छवि छ, त्यस्तो मान्छेलाई चाहिँ राम्रोसँग एउटा भोटको चाहिँ प्रयोग गरिदिनु होला। हजुरको एक भोटले यहाँ लाखौँ करोडौँ गुणाको चाहिँ तपाईँको इम्पोर्टेन्ट महत्त्व हुन्छ होइन। त्यो कारणले गर्दा आफ्नो भोटको सही सलामत प्रयोग गरिदिनु होला, जताभावी भोट नदिनु होला। हजुरहरूलाई 2-4 पैसा नेपालमा पैसाको प्रब्लम छ, म बुझ्छु होइन। त्यही भएर त युवाहरू लाखौँ युवा युवतीहरू विदेश जान अरूको देशमा गएर चाहिँ रोजगार गर्नु पर्यो, काम गर्नु पर्यो। तपाईँ यो कुरामा खुसी नहुनुहोस् कि तपाईँको अमेरिकाकै भिजा लागे पनि तपाईँ यो कुरामा तपाईँ खुसी नहुनुहोस्। मलाई सेटिस्फ्याक्सन भयो, मलाई पुग्यो, मलाई इनफ छ, मेरो अमेरिकाको भिजा लाग्यो, युरोपको भिजा लाग्यो, यो कुरामा तपाईँ ढुक्क नहुनु। किनभने आफ्नो देश नेपाल जस्तो अमेरिकाकै भिजा लागे पनि हुँदैन होला। तपाईँले पैसाको माहौलमा तपाईँले महिनाको 5 लाख कमाउनु होला, 10 लाख कमाउनु होला, त्यो आफ्नो ठाउँमा छ। तर पैसा मात्रै सर्वथोक चिज होइन। आफ्नो फ्यामिलीसँग बसेर, आफ्नो परिवारसँग बसेर देशमै केही गरौँ भन्ने मूल नाराका साथ अगाडि बढौँ। देशमा भएको पुरानो कल कारखानाहरू बन्द भएको छ, त्यसलाई कसरी ओपनिङ गर्ने होइन। अब औद्योगिक क्षेत्रहरूलाई खोल्ने, जस्तै देशमा अब हाम्रो देशमा अब विकास नभएको त होइन, विकास त हुँदैछ, तर एकदम स्लो विकास छ। अब देशमा अब अहिलेसम्म अब रेमिटेन्सले देश चलिरहेछ। 50 डिग्रीको घाममा काम गर्ने युवाहरूले चाहिँ विदेशमा बसेर पठाएको रेमिटेन्सले देश चलिरहेको छ। देश खोक्रो भएको छ। मुखको साथमा माइकिङ लिएर चाहिँ म पानी जहाज ल्याउँछु, हवाई जहाज ल्याउँछु, त्यसको पछाडि कहिले पनि नलाग्नु। एउटा व्यक्ति सही सलामत काम गर्ने व्यक्ति तपाईँहरूले चुनेर सही भोटको उपयोग गर्नु होला होइन। किनभने अब देश खतम भएर गइरहेको छ। धमिराले